startup enterprise loan program. So it is especially for startups. It is especially for new businesses. Sir, यसमा startup को definition मा पर्नलाई के गर्नुपर्छ या यो लोन को लागि startup नै हुनुपर्छ हो भनेर हजुरहरुले मलाई क्वेशन सोध्नु भयो भने म हो भन्छु. तर who are startups? Startups are any new businesses जसले चाहिँ यो प्रोग्रामको लागि जति पनि गाइडलाइन्सहरु दिएको छ त्यो फुलफिल गर्यो भने पाइयो के. त्यो फुलफिल गर्यो भने we are eligible for startup enterprise loan program. So यसको लागि चाहिँ स्टार्टअप भनेर डिफाइन प्री डिफाइन नै कतै भइहाल्नु पर्ने या यसरी नै यसलाई नै स्टार्टअप भन्ने केही पनि छैन. सो दे हैव सर्टेन सेट अफ रुल्स जसभित्र हामी यदि पर्यौं भने we are eligible for this particular loan है. अब यो लोनको लागि चाहिँ विभिन्न कुराहरु गरेको छ, हामी ती सबै कुराहरु गर्छौं. ठीक छ. आजको सेसनमा यो पार्टिकुलर सेसनमा व्हाट वी आर स्पेशली डिस्कसिङ अबाउट इज नोटिस. जुन नोटिस निकालेको छ गभर्नमेन्टको तर्फबाट आएको छ इन्डस्ट्री इन्टरप्राइजेसबाट एन्ड त्यसको इलिजिबिलिटीको ओभरभ्यूहरु को इलिजिबल हुन सक्छन् एन्ड इफ योर बिजनेस या इफ योर स्टार्टअप इज इलिजिबल अर नट. सर इलिजिबल भयो भने के हुन्छ? इलिजिबल भयो भने यु विल बी गेटिङ 20 लाख सम्मको लोन जम्मा 3% इन्ट्रेस्टमा भनेको भर्चुअली भेरी लो कस्टमा चाहिँ हजुरहरुले इन्ट्रेस्ट भेरी लो इन्ट्रेस्टमा चाहिँ हजुरहरुले लोन पाउँदै हुनुहुन्छ. सो त्यसको कोल्याटरल हजुरको बिजनेस रहन्छ. सो धेरै कुराहरु छन् जुन हामी आज डिस्कस गर्नेवालामा छौं. सो फर्स्ट कुरा हामी लोनको बारेमा डिस्कस गर्नेवालामा छौं, लाइक कतिको के किन हैन. नेक्स्ट हजुर इलिजिबल हुनुहुन्छ कि हुनुहुन्न त्यो चेक गर्नेवालामा छौं हामी टर्म्स एन्ड कन्डिसन्स हेरेर. नेक्स्ट इज सेक्टर्स, कुन सेक्टर्सलाई चाहिँ प्रायोरिटी छ त्यो हेर्नेवालामा छौं. एन्ड देन देयर कम्स द डेडलाइन. सो डेडलाइनको बारेमा हामी डिस्कस गर्नेवालामा छौं. सो यदि हजुरहरु अप्लाई गर्ने प्लानमा हुनुहुन्छ या इफ यु आर अप्लाइङ it is better to do हैन सकेसम्म छिटो अप्लाई गर्दा बेस्ट हुन्छ है. सो दे हैव डिफरेंट प्यारामिटर्स. त्यो प्यारामिटर्स को बारेमा हामी डिस्कस गर्दै छौं. सो फर्स्ट थिङ देयर इज अ नोटिस फर सबमिशन अफ स्टार्टअप एन्टरप्राइज लोन प्रपोजल. सो यो नोटिस चाहिँ आईईडीआई ले निकालेको छ एन्ड त्यो नोटिसमा के भनिएको छ भने स्टार्टअप एन्टरप्राइज लोन या भनौं स्टार्टअप उद्यमी कर्जा को लागि चाहिँ हजुरहरुलाई प्रपोजल पठाउनको लागि उनीहरुले आग्रह गरिरहेका छन्. ठीक छ. सो एक्चुअली लेट्स सी यसमा के छ. सो दिस इज iedi.gov.np. ओके. सो यसमा एउटा नोटिस त यो छ. अर्को नोटिस हजुरले हेर्नु भने सी दिस इज द नोटिस. कति गते सर? 7 को महिना 19 गते. 7 को महिना भने कार्तिकको 19 गते यो नोटिस आएको छ है. र यसमा के भनिएको छ एकचोटि सर पढौँ है. स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि 2082 पहिलो संशोधन सहित बमोजिम स्टार्टअप उद्यमको दफा 4 अनुसार योग्यता पूरा गरेका अब त्यो दफा पनि छ हामी त्यसलाई नि हेरौँला. अनुसूची 1 बमोजिमको क्षेत्रमा नवीनतम ज्ञान सोच सिप र क्षमता भएका स्टार्टअप उद्यम कर्जा लिन इच्छुक उद्यमीले यो सूचना प्रकाशित भएको मितिले 21 दिन भित्रमा नोटेड डेट है 7/19 बाट कार्तिक 19 बाट 21 दिन भित्र अनुसूची 4 बमोजिमको ढाँचामा परियोजना प्रस्ताव भनेको प्रोजेक्ट प्रपोजल पेश गर्नु हुन यो सूचना प्रकाशन गरिएको छ. सो अब यो कसरी चाहिँ अनलाइन मार्फत गर्ने? sams.iedi.gov.np sams.iedi.gov.np. सो यहाँ गएर चाहिँ हजुरहरुले अप्लाई गर्नुहुन्छ. इन्डस्ट्रियल एन्टरप्राइजेस डेभलपमेन्ट इन्स्टिट्युट हैन, औद्योगिक व्यवसाय विकास प्रतिष्ठान. सो दिस इज द नोटिस. यो नोटिसको आधारमा अहिले धेरै कुराहरु मार्केटमा भइ पनि राखेका छन् र त्यसैको बारेमा हामी आज सिक्दै पनि छौं है. सो यसमा हजुरले लगइन गर्नुपर्छ. हजुरले यदि लगइन भइसकेको छैन हजुरको भने यु नीड टु रेजिस्टर. हजुरले धेरै डिटेल्सहरु त्यसमा दिनुपर्छ. ठीक छ. फुल नेम, फोन नम्बर, जेन्डर, पासवर्ड अब यसरी आफ्नो डिटेल्सहरु भर्दै हजुरले लगइन गर्न सक्नुहुन्छ. त्यही अपलोड गर्ने ठाउँहरु पनि छ है. सो लोन अप्लाई गर्नको लागि दिस इज द वेबसाइट औद्योगिक व्यवसाय विकास प्रतिष्ठान iedi.gov.np. ठीक छ. Industrial Enterprises Development Institute. Okay, now let's move back. अब एकचोटि सर कुराहरु हेरौं एन्ड फेरि विल बी मुभिङ ब्याक टु दैट वेबसाइट किनभने त्यो वेबसाइटमै हो सबै कुरा भएको र हामी त्यहीबाट धेरै कुराहरु हेर्छौं. सो बेस्ड अन स्टार्टअप एन्टरप्राइज लोन अपरेसन प्रोसिड्युर 2082 यो एउटा प्रोसिड्युर छ इन्क्लुडिङ फर्स्ट अमेन्डमेन्ट. अब यसको बारेमा धेरै जानु पर्दैन. यो एउटा अमेन्डमेन्ट थियो, एउटा प्रोसिड्युर भनेर एउटा निकालेको थियो. त्यसको फर्स्ट अमेन्डमेन्ट अनुसार यो नोटिसमा के छ एकचोटि हेरौं है त. Entrepreneurs who want to apply for startup enterprise loan. So कसको लागि हो यो? सबै एन्टरप्रेन्योर्सहरु जो चाहिँ स्टार्टअप एन्टरप्राइज लोनको लागि एक्साइटेड हुनुहुन्छ या त्यसको लागि अप्लाई गर्ने प्लानमा हुनुहुन्छ.
सर नर्मल लोन र यसमा के फरक छ? नर्मल लोनमा हजुरलाई ब्याङ्कलाई कोल्याट्रल बुझाउनु पर्यो होइन। नर्मल लोनमा चाहिँ कोल्याट्रल केही न केही त चाहियो नि त सेक्युरिटीको रूपमा। त्यस्तै नर्मल लोनमा हजुरलाई ब्याङ्कले चाहिँ बेस रेटबाट अलिकति बढाएर आफ्नो हिसाबले बढाएर चाहिँ इन्ट्रेस्ट भनेको लगभग हजुरको 8-9% पुग्न जान्छ या अझै बढी नै हुनसक्छ लोनको प्रकृति पनि हेरेर होइन। त्यस्तै नर्मल लोन हजुरको अब यदि इफ यु हेभ भेरी गुड डिटेल्स हजुरले अलि धेरै पाउन पनि सक्नुहुन्छ, धेरै कुराहरू होला। तर यो लोन चाहिँ बेसिकली गभर्मेन्टले चाहिँ स्टार्टअप फाउन्डर्सहरूलाई एउटा मोटिभेट गर्ने हिसाबले ल्याएको छ। एन्ड यो लोनको म्याक्सिमम लिमिट 20 लाख हो, तर इन्ट्रेस्ट रेट इज ओन्ली 3%, 1 2 3 जम्मा 3% पर एनम भनेको द्याट इज सो चिप होइन। र स्पेसल्ली लाइक फन्डिङ चाहिँ नेपालमा जुन फन्डिङ कल्चर अलिकति कम छ होइन, या भनौँ फन्डिङ कल्चरमा अझै पनि धेरै कुराहरू इक्वेसन मिलाउनु बाँकी छ, इन्क्लुडिङ ओसिआरका कुराहरू। हामीले अस्ति लिगलको कुराहरू पढ्दै गर्दाखेरि चाहिँ मैले हजुरहरूलाई रेफरेन्स पनि दिएको थिएँ होइन, कसरी चाहिँ ओसिआरमा कतिपय कुराहरू अझै पनि एकदम गाह्रो छ नयाँ स्टार्टअप फाउन्डर्सलाई नयाँ इन्भेस्टर ल्याउनको लागि होइन। हामीले कुरै कुरामा चाहिँ इभन रवि लामिछानेको केसहरू पनि हेरेका थियौँ, स्वेट इक्विटी सेयरका कुराहरू। सो यस, नेपालका कतिपय लहरू अझै पनि एकदमै कन्फ्लिक्टिङ छन्, अझै पनि एकदमै टु कन्जर्भेटिभ छन्, धेरै नै पुराना छन् होइन। सो ती कुरा त छँदैछन् है, तर यो सबै एन्टरप्रेनर्सको लागि हो। अब यसका क्राइटेरिया पनि पक्कै भइहाल्छन्, तर यो सबै एन्टरप्रेनर्सको लागि हो हु वान्ट टु अप्लाई फर दिस लोन। सेकेन्ड इज वाट इज रिक्वायर्ड, मस्ट ह्याभ मिनिमम रिक्वायर्ड नलेज, आइडियाज, स्किल्स एन्ड क्यापेसिटी इन प्रेस्क्राइब सेक्टर। सो प्रेस्क्राइब सेक्टर के हो त्यसको बारेमा नि हामी एकैछिनमा छलफल गर्दैछौँ, ठिक छ। स्टार्टअप क्राइटेरिया, सो स्टार्टअप भनेको को त यो लोन अप्लाई गर्नको लागि। यसै त स्टार्टअपको लागि छुट्टै एक्ट या भनौँ न छुट्टै स्टार्टअपलाई चाहिँ यति उस्तो यस्तो खालको ट्याक्स होलिडे उस्तो त्यस्तो केही पनि आइसकेको छैन नेपालमा अहिलेसम्म होइन। इट हेज बिन सो लङ होइन, इन्डियामै त्यत्रो टाइम भएर इन्डियाको स्टार्टअप इको सिस्टम इज वान अफ द होइन हाइएस्ट पर क्यापिटाको रूपमा चाहिँ देखिरहेको छ होइन। तर हामी त्यहीँको यहीँ पनि वी हेभ नट बिङ एबल टु क्याच अप एन्ड ठिक छ, होपफुल्ली छिटै हुन्छ त्यो कुराहरू। सो यसमै मेन्सन गरिएको छ कस्ता खालका स्टार्टअपलाई र स्टार्टअप कसलाई भन्ने, या भनौँ यो लोनको लागि को इलिजिबल छन् त्यसको बारेमा हामी डिस्कस गरिहाल्छौँ एकैछिनमा। त्यस्तै डेडलाइन, देयर इज अ डेडलाइन 21 डेज। अहिले मैले देखाएको थिएँ कार्तिक 19 गतिबाट 21 दिन, सो 21 डेज फ्रम द डेट अफ पब्लिकेसन अफ दिस नोटिस। सो दिज आर द थिङ्स, वी हेभ स्टिल 7-8 कति 7-8 दिन 8-9 दिन नै बाँकी छ, अझै बढी छ होला। 19बाट भने चाहिँ आज लगभग 11-12 दिन भयो, लगभग 10 दिन बाँकी छ। सो यसलाई चाहिँ सकेसम्म छिटो गर्दा बेस्ट हुन्छ है, लास्ट मोमेन्टमा कुर्दै गर्दा देयर कुड बी प्रब्लम्स। नेक्स्ट इज, अब यो हामीले सर बेसिक कुरा गऱ्यौँ, लेट्स गो। सो इलिजिबल सेक्टर को छ? अब सर इलिजिबल सेक्टर भन्दै गर्दा हजुरले यो डिटेल्स कहाँबाट पाउनुभयो यसको लागि म हजुरहरूलाई त्यो उसमा पनि लिएर जान्छु है। सो यही डाउनलोड्सकै सेक्सनमा यहाँनिर हजुरले डिफ्रेन्ट नोटिसहरू पाउनुहुन्छ है, यु क्यान फाइन्ड सेभरल नोटिसेस हियर। यसमध्ये एउटाले भनेको चाहिँ स्टार्टअप उद्यम कर्जा 2082 सम्बन्धी विस्तृत सूचना। अहिलेको सूचना, अहिले पनि मैले एउटा सूचना देखाएको थिएँ सानो, त्यो एकदम सानो सूचना हो, यो विस्तृत सूचना हो, यसलाई हामी डाउनलोड गर्छौँ। ओके, सो दिस इज डाउनलोडेड है, यो स्क्रिन सेयर भइरहेको छ पक्कै पनि, सो हजुरहरूले देखि नै रहनु भएको छ। ओके, सो यसमा अब यो नेपालीमा चाहिँ यो छ है, स्टार्टअप उद्यमका क्षेत्रहरू। सो के क्षेत्र छन् हजुरहरूले यसलाई हेर्न सकिहाल्नुहुन्छ। अहिले मैले पठाएको लिङ्क जुन छ ग्रुपमा त्यही लिङ्क युज गरेर यो 5वटा सेक्टर छ, म मेरो स्लाइडबाटै पढाउँछु है त। So first one is agriculture, forestry and productive sector. So if you are producing something, either that is agriculture or forestry या अरू कुनै पनि कुरा भने त्यस्तो इन्टरप्राइजेसलाई द्याट इज द फर्स्ट इन्टरप्राइजेस जुन उहाँहरूले चाहिरहनु भएको छ नेपालमा स्टार्टअप इकोसिस्टम बिल्ड गर्नको लागि, ठिक छ। सो 5वटा बेसिक सेक्टर छ, त्योमध्ये फर्स्ट वान इज एग्रिकल्चर, फरेस्ट्री एन्ड प्रोडक्टिभ सेक्टर, प्रोडक्सनसँग रिलेटेड सेक्टर। सो एग्रिकल्चर, इरिगेसन, लाइभ स्टक बेस्ट इन्टरप्राइजेस हो, कुखुरा पालन होइन, मौरी पालन, बट्टाई पालनदेखि लिएर प्रोडक्टिभ एन्ड म्यानुफ्याक्चरिङ इन्टिटिज। सो जाम बनाउने उद्योग, सुधारियो के अरे यो मिश्रित के भन्छ नि यो फ्रुटको चाहिँ परिकारहरू बनाउने सुकाउने, यी सबै उद्योगहरू भए। फरेस्ट बेस्ड इन्टरप्राइजेस, हर्ब्स एन्ड फरेस्ट प्रडक्ट्स। सो कसैले चाहिँ फरेस्ट बेस्ड प्रडक्टमा चाहिँ काम गर्न खोजिरहनु भएको छ भने हजुरहरू पनि इलिजिबल हुनुभयो। माइन्स एन्ड मिनरल्स एक्सप्लोरेसन एन्ड डेभलपमेन्ट, अब स्टार्टअपहरू माइन्स एन्ड मिनरल्समा पुग्नु भएको छ छैन द्याट्स अ सेपरेट स्टोरी, तर यदि पुग्नु भएको छ भने हजुरहरू पनि यसको लागि इलिजिबल हुनुहुन्छ। एन्ड देन वी हेभ फुड टेक्नोलोजी एन्ड न्युट्रिसन इन्टरप्राइजेस। हो फुड प्रोसेसिङदेखि लिएर त्योसँग रिलेटेड होइन, प्रोडक्सन, त्यसको प्रोडक्सनसँग रिलेटेड सेक्टर, द्याट्स द फर्स्ट वान, एग्रिकल्चरल या एग्रिकल्चर, फरेस्ट्री एन्ड
प्रोडक्टिभ सेक्टर, द्याट्स द फर्स्ट सेक्टर जसले यो लोनको लागि अप्लाई गर्न पाउनुहुन्छ। नेक्स्ट वान इज इन्फर्मेसन टेक्नोलोजी एन्ड डिजिटल सेक्टर। सो हजुरको बिजनेस आइटीमा काम गरिरहेछ, टेक्नोलोजीमा काम गरिरहेछ, या एनिथिङ एट अल साइन्स एन्ड टेक्नोलोजीमा काम गरिरहेछ, कम्युनिकेसनमा काम गरिरहेछ, ठिक छ, कुनै एप बनाइरहेछ, केही गरिरहेछ, सो यु गाइज आर एलिजिबल फर द्याट। टेक्नोलोजिज द्याट सिम्प्लिफाई हाउस होल्ड अर डेली लाइफ। अब यहाँनिर छ है धेरै कुराहरू। सो सर आइटी भन्ने बित्तिकै हाम्रो पर्छ पर्दैन। सो इफ यु हेभ डेभलप्ड एन एप, इफ यु हेभ डेभलप्ड होइन कमर्सियल वेबसाइट जहाँबाट हजुर सेल गरिरहनु भएको छ, जहाँबाट हजुर चाहिँ होइन इफ यु आर प्रोभाइडिङ सम सर्ट अफ भ्याल्यु टु एनी पर्सन, एनी हाउस होल्ड, एनी डेली लाइफ, देन यु आर इलिजिबल। सो टेक्नोलोजी युज गरेर इफ यु आर डुइङ अ डिफ्रेन्ट बिजनेस, देन यु आर इलिजिबल है। जस्तै वेस्ट म्यानेजमेन्ट, यसले चाहिँ स्पेसिफिकली वेस्ट म्यानेजमेन्टको कुरा गरेको छ, रिलेटेड इन्टरप्राइजेस। सर यो सबै हजुरले कहाँबाट ल्याइरहनु भएको छ? यहाँबाट लिएर आइरहेको छु मैले। सूचना प्रविधि फोहोर मैला व्यवस्थापनलाई यसले स्पेसल्ली राखेको छ। सो अफकोर्स वेस्ट म्यानेजमेन्ट रिलेटेड इन्टरप्राइजेस, एन्ड देन इन्टरप्राइजेस इम्प्रुभिङ पब्लिक सर्भिस डेलिभरी, प्रोडक्सन एन्ड प्रोसेसेस। सो यदि गभर्मेन्ट सर्भिसहरू, सरकारी निकायका जति पनि कामहरू छ त्यसलाई अटोमेट गर्ने या त्यसलाई चाहिँ बुस्ट गर्ने खालका जति पनि उद्योगहरू छन्, जति पनि बिजनेसेसहरू छन्, सो दे आर एलिजिबल फर दिस। सो इन्फर्मेसन टेक्नोलोजी भनेको आइटी कोडिङ नै गर्ने खालको, या भनौँ न आइटी सर्भिस नै एक्सपोर्ट गर्ने खालको, त्यति मात्र होइन, टेक्नोलोजी युज गरेर इफ यु आर डुइङ अदर थिङ्स भने त्यसमा पनि हजुरले पाउनुभयो है। त्यस्तै नेक्स्ट इन्फ्रास्ट्रक्चर एन्ड ट्रान्सपोर्टेसन सेक्टर। सो डेलिभरी इजी बनाउने बिजनेसहरूदेखि लिएर होइन, यदि इन्फ्रास्ट्रक्चरसँग रिलेटेड त्यस्ता बिजनेस छ भने देन अल्सो यु आर एलिजिबल। कन्भिनियन्ट एन्ड सेफ ट्रान्सपोर्ट एन्ड लोजिस्टिक्स। सो लोजिस्टिक्ससँग रिलेटेड, ट्रान्सपोर्टसँग रिलेटेड, इन्फ्रास्ट्रक्चर कन्स्ट्रक्सन वर्क, इलेक्ट्रिक भेहिकल्स एन्ड अटोमोबाइल, यसलाई छुट्टै देखाइएको छ, इलेक्ट्रिक भेहिकल एन्ड अटोमोबाइल, एन्ड इन्टरप्राइजेस रिलेटेड टु सिस्टम्स फर द डिस्ट्रिब्युसन अफ गुड्स एन्ड सर्भिसेस। सो डिस्ट्रिब्युसनसँग रिलेटेड। सो बेसिकली इन्फ्रास्ट्रक्चर भन्दा बढी यसमा चाहिँ ढुवानीदेखि लिएर जुन सिपमेन्टका कुराहरू छन् होइन, वितरण प्रणाली भनौँ न, डिस्ट्रिब्युसन सिस्टमसँग रिलेटेड उद्यम छ भने स्पेसिफिकली मेन्सन भएको छ भने चाहिँ अफकोर्स द्याट इज वान अफ द प्रायोरिटी सेक्टर है। त्यस्तै लेट्स मुभ टु नेक्स्ट सोसियल सर्भिस एन्ड टुरिज्म सेक्टर। सो टुरिज्म इज अल्सो हाइलाइटेड। एजुकेसन एन्ड टिचिङ लर्निङ इन्टरप्राइजेस होइन, कुनै पनि एजुकेसनसँग रिलेटेड या भनौँ न एडटेकसँग रिलेटेड प्रोग्रामहरू, इभन हामी खाताप्रेनियर हामी पनि यसको लागि इलिजिबल छौँ जस्तो लाग्छ। त्यस्तै ह्युमन हेल्थ सर्भिस इन्टरप्राइजेस। सो हेल्थ सर्भिससँग रिलेटेड इन्टरप्राइजेसहरू होइन, मेड नेपाल के छन् नि होइन, सो डक्टर अन कल, सो त्यस्ता खालका अर्गनाइजेसन्सहरू। एन्ड टुरिज्म प्रमोसन, इन्टरटेनमेन्ट एन्ड हस्पिटालिटी। सो बेसिकली यसले धेरै ठुलो स्कोप लिइरहेको छ है, टुरिज्म प्रमोसन। सो इट क्यान बी अ ह्युज सेक्टर, इन्टरटेनमेन्ट एन्ड हस्पिटालिटी। सो हस्पिटालिटी भन्ने बित्तिकै हजुरहरूको चाहिँ लाइक रिजोर्टदेखि लिएर होइन, इको फ्रेन्डली होमस्टेहरूदेखि लिएर सबै यो भित्र परिहाल्यो। देन वी हेभ ट्रेडिसनल एन्ड लोकल रिसोर्सेस। सो इन्टरप्राइजेस युजिङ ट्रेडिसनल एन्ड रुरल टेक्नोलोजी। सो ह्यान्डिक्राफ्टहरूदेखि लिएर जुन होइन पुराना संस्कृति जोगाउने खालका जगेर्ना गर्ने खालका अर्गनाइजेसन्स छन्, दे आर अल्सो इलिजिबल। रिभाइभल अफ ट्रेडिसनल अकुपेसन एन्ड बिजनेसेस। यदि कुनै बिजनेसले चाहिँ इफ दे आर होपिङ फर, इफ दे आर होपिङ टु रिभाइभ द ट्रेडिसनल अकुपेसन्स, पुराना जति पनि कतिपय काम छन् जुन अहिले हराइरहेका छन्, इफ द्याट इज इट, सो दे आर होइन वेलकम। एन्ड इन्टरप्राइजेस बेस्ड अन लोकल रिसोर्सेस एन्ड मेन। सो जति सक्दो लोकल रिसोर्स एन्ड लोकल म्यान पावरलाई युज गर्ने अर्गनाइजेसन्सहरू भने अगेन दे आर इलिजिबल। सो बेसिकली मेनी अफ द बिजनेसेस आर अभाइलेबल, इलिजिबल होइन। एग्रिकल्चर, फरेस्ट्री, प्रोडक्टिभ भन्ने बित्तिकै म्यानुफ्याक्चरिङ हो। सो ह्युज पुल अफ बिजनेसेस आर इलिजिबल। एग्रिकल्चरमा पनि त्यही हो। आइटी भन्ने बित्तिकै अर्को ह्युज पुल आयो। सो इट क्यान कभर फ्रम इकमर्स टु एनी अदर सेक्टर्स होइन। त्यस्तै इन्फ्रास्ट्रक्चर एन्ड ट्रान्सपोर्टेसन सेक्टरले नि एकदम ठुलो चाहिँ स्कोप दिइसकेको छ। सोसल सर्भिस एन्ड टुरिज्म भन्ने बित्तिकै यतापट्टि पनि आयो, हस्पिटालिटीदेखि इन्टरटेनमेन्ट इन्डस्ट्रीदेखि सबै कुरा। एन्ड देन यु हेभ दिस ट्रेडिसनल एन्ड लोकल रिसोर्सेस। सो बेसिकली धेरै कुरा यसमा कभर गर्न खोजिएको छ है। यो 5वटा सेक्टर कहाँ देख्न सकिन्छ सर? हामीले यो नोटिसमा देख्न सकिन्छ। उद्यमको क्षेत्र 1, 2, 3, 4, 5 है। यो 5वटा सेक्टरमा दे आर इन्भेस्टिङ। अब हेरौँ को इलिजिबल हुनुहुन्छ त। अहिलेको 5वटा सेक्टरमा काम गर्ने बिजनेसेसहरू इलिजिबल हुनुहुन्छ, तर ठिक छ, त्यो 5वटा त सेक्टर भयो। नाउ इलिजिबिलिटी हामी हेर्छौँ। सर इलिजिबिलिटी हजुरले कसरी थाहा पाउनुभयो? इलिजिबिलिटीको लागि यही नोटिसमा यहाँनिर लेखिएको छ है। स्टार्टअप उद्यमको योग्यता भनेर कदेखि 6सम्म भनेको देयर आर 7 पोइन्ट्स होइन। यो 7 पोइन्ट्सलाई हामीले यसमा उतारेको छौँ। सो फर्स्ट थिङ, हजुरको बिजनेस प्राइभेट फर्म हो, पार्टनरसिप फर्म हो, कम्पनी हो, कोअपरेटिभ हो, इट डजन्ट म्याटर।
यदि हजुरको बिजनेस उद्योगमा दर्ता छ भने यु आर एलिजिबल। सो फर्स्ट इज उद्योग। अब धेरैवटा बिजनेस चाहिँ उद्योगमा दर्ता नभएको कारणले गर्दाखेरि चाहिँ प्रब्लम हुनेवालामा छ है, किनभने धेरैले आफ्नो बिजनेसलाई उद्योगमा दर्ता गराउनु भएको हुँदैन, प्राइभेट फर्मको रूपमा या पार्टनरसिप फर्म कम्पनी कोअपरेटिभको रूपमा हुन्छ, उद्योगको रूपमा दर्ता भएको हुँदैन। सर उद्योग नै चाहिन्छ भन्ने के छ, यहीँ लेखिएको छ, प्राइभेट फर्म, साझेदारी फर्म, कम्पनी वा सहकारी संस्था उद्योगको रूपमा सम्बन्धित उद्योगमा दर्ता गर्ने निकायमा दर्ता भएको भनेको घरेलुमा दर्ता भएको भयो नि इट्स ओके हैन। हजुरको यतापट्टि के भन्छ हाम्रो साना तथा मझौलामा गरेको भए नि ठिक छ, ठुला उद्योगमा गरेको भए नि ठिक छ, तर उद्योगमा चाहिँ हुनु पर्यो। हजुरको जेसुकै बिजनेस, जुनसुकै फर्मेटको बिजनेस होस्, इट हैज टु बी रजिस्टर्ड एज एन इन्डस्ट्री। नेक्स्ट इज युजेस न्यू एन्ड क्रिएटिभ आइडियाज एन्ड टेक्नोलोजी टु प्रोड्युस गुड्स और सर्भिसेस विथ हाई ग्रोथ पोटेन्सियल। सो हजुरहरूले भन्न सक्नु पर्यो, हजुरहरूले देखाउन सक्नु पर्यो कि यस वी हेभ भेरी हाई ग्रोथ पोटेन्सियल, हाम्रो हैन यसलाई चाहिँ स्केल गर्ने अप्सन्सहरू छ। यहाँनिर दोस्रोमा भनेको छ उच्च वृद्धिको सम्भावना भएको भनेको छ हैन। सो हजुरले देखाउन सक्नु पर्यो किन उच्च वृद्धिको छ, मेबी हजुरसँग मार्केट साइज थाहा छ हजुरलाई, अनि हैन हजुर त्यसको आधारमा क्लेम गरिरहनु भएको छ के छ, त्यो फर्ममा भर्ने बेलामा लेख्नुपर्ने कुरा हो यो। नेक्स्ट इज टेक्नोलोजी ओरिएन्टेड बेस्ड अन टेक्नोलोजी, केही न केही टेक्नोलोजी युज भएको हुनु पर्यो। सो टेक्नोलोजी भनेको नट अलवेज सफ्टवेयर है, सफ्टवेयर नै हुनुपर्छ भन्ने छैन, देयर कुड बी हार्डवेयर्स पनि, हार्डवेयरको आधारमा नि हुनसक्छ, तर देयर हैज टु बी टेक्नोलोजी इन्भल्भ, विदाउट टेक्नोलोजी भएको हुनु भएन। नेक्स्ट नट मोर देन 10 इयर्स, 10 वर्षभन्दा पुरानो बिजनेसलाई दिँदैन भनेपछि धेरै बिजनेसेसमा पर्नेवालामा छन्। नेक्स्ट एनुअल टर्नओभर हैज नट एक्सिडेड रुपिज 100 मिलियन इन एनी फिस्कल इयर, यसमा चाहिँ अलिकति यहाँ गल्ती भयो, 150 मिलियन हो। सो 15 करोड हो है यो, 15 करोड रुपियाँ कुनै पनि वर्षमा एनुअल टर्नओभर कटेको हुनु हुँदैन। अब अभियसली स्टार्टअप भन्दै गर्दा 15 करोड द्याट्स अ भेरी ह्युज अमाउन्ट, सो अभियसली धेरै बिजनेसेसमा पर्नेवालामा हुनुहुन्छ। यसमा अलिकति गलत भएको रहेछ है, दिस इज नट 100 मिलियन, दिस इज 150 मिलियन। न्यू एन्टरप्राइज नट एन एक्जिस्टिङ बिजनेस द्याट हेज सिम्पली बिन क्लोज्ड अर रिस्टार्टेड। सो कुनै पनि बिजनेस यसमा के भनिएको छ, नगाबी या नो टुक्राई, कुनै पनि बिजनेससँग टुक्रिएको या कुनै पनि बिजनेससँग गाबिएको त्यस्ता अर्गनाइजेसन हुनु हुँदैन, एकदम नयाँ बिजनेस हुनु पर्यो, नयाँ स्टार्ट गरेको बिजनेस हुनु पर्यो। एन्ड प्रोजेक्ट एज फ्रम सेड्युल 4 फेल्ड भनेको यहाँनिर के भनिएको छ, अनुसूची 4 बमोजिमको परियोजना फारम र दफा 8 बमोजिम संलग्न गर्ने कागजात। सो केही कागजातहरू यहाँ भनिएको छ, त्यो कागजात हामीले पेश गर्नु पर्यो, आई मिन बुझाउनु पर्यो, र अनुसूची 4 बमोजिमको परियोजना फार्म यसलाई अहिले हामी डाउनलोड गरेर हेर्नेवालामा छौँ है। सो यो दुईवटा चाहियो, एनेक्सर 4 अनुसारको चाहिँ हजुरको फर्म चाहियो एन्ड सेक्सन 8 बमोजिमको कागजातहरू चाहियो। सो दिज आर द इलिजिबिलिटी रिक्वायरमेन्ट्स है, ठिक छ। नेक्स्ट इज नन इलिजिबल स्टार्टअप। सो को इलिजिबल हुनुहुन्न त, अब यो इलिजिबिलिटी कसको छ यो भयो हैन। यसमा एक दुईवटा एम्बिगुअस पोइन्टहरू छ, जस्तो टेक्नोलोजी बेस्ड भन्ने, कसलाई टेक्नोलोजी बेस्ड भन्ने हैन, आइदर द्याट इज हार्डवेयर अर सफ्टवेयर, नट मोर देन 10, अब यो क्लियर छ, 15 करोडको कुरा क्लियर छ। देन वी हेभ इज नयाँ कुनै गाबिएको या अरूसँगबाट टुक्रिएको हुनु भएन, एकदम नयाँ खुलेको बिजनेस हुनु पर्यो। अनि त्यसपछि अरू के छ, ग्रोथ, हाई ग्रोथ पोटेन्सियल, अगेन द्याट इज अल्सो सब्जेक्टिभ है। सो को चाहिँ इलिजिबल हुनुहुन्न, यहाँनिर केही इलिजिबल नहुने 5वटा पोइन्ट्सहरू दिइएको छ। सो त्यो 5वटा पोइन्ट, फर्स्ट वान इज नट रजिस्टर्ड एज एन इन्डस्ट्री अन्डर प्रिभेलिङ ल, उद्योगको रूपमा दर्ता नभएको। सो कम्पनीको रूपमा मात्र दर्ता भएको, प्राइभेट फर्मको रूपमा मात्र दर्ता भएको, तर उद्योगको रूपमा दर्ता नभएको लाई चाहिँ यो लोन इलिजिबल छैन, फर्स्ट थिङ है। सेकेन्ड थिङ, अब सर हामी इलिजिबल नै रहन्छौँ, बुझ्न अझै जरुरी छ, किनभने यो अगेन अर्को वर्ष पनि आउनेवालामा छ। सो त्यसको लागि हजुरहरू तयार हुनुपर्छ, जो यसको लागि इलिजिबल हुनुहुन्न है। ओन्ली इम्पोर्ट्स गुड्स या सर्भिसेस फ्रम अब्रोड एन्ड सेल्स डिस्ट्रिब्युट्स देम। सो कुनै इ कमर्स वेबसाइटले चाहिँ सपोज चाइनाबाट, अलिबाबाबाट टन्न सामान मगाउँछ अनि आफ्नो चाहिँ फेसबुक एड, गुगल एड या कुनै पनि अरू एडभर्टाइजमेन्टहरू युज गरेर आफ्नो वेबसाइट युज गरेर इफ दे आर सेलिङ इट भने द्याट्स नट इलिजिबल। सो म्यानुफ्याक्चरिङ हुनु पर्यो या केही न केही गुड्स या सर्भिस आफूले प्रड्युस गरेको हुनु पर्यो, यु क्यान नट डिल विथ ओन्ली इम्पोर्टेड गुड्स र सर्भिसेस। सो द्याट्स द सेकेन्ड पार्ट, इम्पोर्टेड गुड्स र सर्भिसेस मात्र बेच्ने या डिस्ट्रिब्युट गर्ने बिजनेस आर नट इलिजिबल। नेक्स्ट, ब्ल्याक लिस्टेड अन्डर प्रिभिलिङ लज, यदि हाम्रो कम्पनीको सञ्चालक, हाम्रो कम्पनीको सेयर होल्डर्सहरू कतै ब्ल्याक लिस्टेड हुनुहुन्छ भने या कम्पनी नै ब्ल्याक लिस्टेड छ भने इट इज नट इलिजिबल है। कालो सूचीमा परेको, यहाँनिर कम्पनी परेको कि सञ्चालक परेको भनेर लेखिएको छैन। सो लेट्स अज्युम कि कम्पनी मात्र होइन, सञ्चालक पनि यदि ब्ल्याक लिस्टमा परेको छ भने इट विल बी या इट विल नट बी इलिजिबल हैन।
नेक्स्ट वान इज रजिस्टर्ड आफ्टर डेट अफ पब्लिकेसन अफ दिस नोटिस. सो यो नोटिस आइसकेपछि बल्ल दर्ता भएका बिजनेसेसहरू, यो नोटिस आइसकेपछि बल्ल प्राइभेट फर्मको रूपमा कम्पनीको रूपमा दर्ता भएका बिजनेसेसहरू पाउनेवालामा छैनन्. अब यसमा उद्योगमा दर्ता भएको भनिएको छैन. सो कतिले चाहिँ अप्लाई गरिरहनु भएको छ. यदि कम्पनी छ भने हतार हतार उद्योगमा गएर अप्लाई गरेर, घरेलुमा गएर अप्लाई गरेर गरिरहनु भएको छ. तर यो दर्ता, यो मितिपछि दर्ता भएकोलाई नदिने भन्दै गर्दाखेरि त्यसले चाहिँ प्रब्लम हुनसक्छ है. नेक्स्ट इज अर्को, रजिस्टर्ड एज होल्डिङ अर इन्भेस्टमेन्ट कम्पनी अन्डर इन्डस्ट्रियल इन्टरप्राइज एक्ट भनेको कुनै होल्डिङ कम्पनी या इन्भेस्टमेन्ट कम्पनीको रूपमा चाहिँ दर्ता गर्न मिल्छ कि उद्योग, हाम्रो के अरे औद्योगिक के भन्छ यसलाई, औद्योगिक व्यवसाय 2036 बमोजिम होल्डिङ या लगानी कम्पनी, इन्भेस्टमेन्ट कम्पनीको रूपमा दर्ता गर्न मिल्छ. सो यदि त्यस्तो कम्पनी हो भने वी क्यानट अप्लाई है. अब त्यस्तो कम्पनीलाई अभियसली स्टार्टअप लोन 20 लाखले एक त पुग्दा पनि पुग्दैन होला, यदि पुग्छ भने पनि वी आर नट, यु आर नट इलिजिबल यदि होल्डिङ कम्पनी या इन्भेस्टमेन्ट कम्पनीको रूपमा दर्ता भएको छ भने. सो हु आर इलिजिबल हामीसँग 7वटा पोइन्ट छ, हु आर नट इलिजिबल हामीसँग 5वटा पोइन्ट छ. यो 5वटा पोइन्टमा पर्नेहरू या पर्ने बिजनेसहरूले अप्लाई गर्न पाउनु भएन. ठिक छ. सो म्याक्सिमम लोन लिमिट, सो म्याक्सिमम लिमिट कति हो सर? म्याक्सिमम लोन लिमिट कति हो? हाउ मच फन्डिङ यु क्यान रिसिभ अन्डर दिस स्किम? सो कतिको लोन हजुरले पाउन सक्नुहुन्छ? द म्याक्सिमम लिमिट इज 20 लाख. सो इट इज आइडियल फर सिड फन्डिङ होइन. स्टार्टअप्सहरूलाई जुन सिड फन्डिङ चाहिन्छ, स्टार्टअपहरू जुन सिड फन्डिङको लागि चाहिँ एन्जल इन्भेस्टरदेखि चाहिँ भिसी खोज्दै हिँड्नुहुन्छ, उहाँहरूको लागि चाहिँ दिस कुड बी भेरी आइडियल. किनभने 20 लाख रुपियाँको लोन पाउँदै गर्दाखेरि चाहिँ सुरुवातमा धेरै राम्रो हुनसक्छ होइन. या भनौँ न 20 लाखले एउटा किक स्टार्ट मिल्न सक्छ. द मिनिमम लोन इज 5 लाख. 5 लाखभन्दा कम चाहिँ पाइँदैन सर. त्यसको मतलब सबैले 5 लाख पाइन्छ त्यो पनि होइन. यदि हजुर एलिजिबल हुनुभयो र लोन चाहिँ हजुरले पाउनेवालामा हुनुहुन्छ भने कम्तीमा 5 लाख पाउनुहुन्छ. र यो प्राइमेरीली स्टार्टअप्सकै लागि बनेको है. सो ट्रेडिसनल बिजनेसेसहरू या स्मल बिजनेसेसहरू भन्दा पनि यसको प्राइमेरी फोकस चाहिँ सिड फन्डिङमा छ कि होइन. सिड फन्डिङमा छ, स्टार्टअपकै सिड फन्डिङमा छ. सो यस वी क्यान से स्मल बिजनेसेस अल्सो क्यान अप्लाई. तर हजुरले देखाउन सक्नु पऱ्यो कि यु हेभ भेरी ह्युज ग्रोथ पोटेन्सियल, यु हेभ अप्लाइड टेक्नोलोजी इन यर बिजनेस. अब ती कुराहरू चाहिँ हजुरले देखाउन सक्नु पऱ्यो. एन्ड सर कोल्याट्रल के हो? ब्याङ्कमा लोन लिन जाँदा त हामीलाई कोल्याट्रल चाहिन्छ. ब्याङ्कमा लोन लिन जाँदा त जतिको लोन लिन गएको छ त्योभन्दा बढी भ्यालुएसनको कोल्याट्रल लिएर आइज भन्छ ब्याङ्कले होइन. नेपालको ब्याङ्क त अझ नेक्स्ट लेभलको छ है. सो यसमा के हो त सर कोल्याट्रल? यसमा कोल्याट्रल हजुरको आफ्नै बिजनेस हो. योर ओन बिजनेस इज योर कोल्याट्रल. सो गभर्मेन्टले चाहिँ हजुरको बिजनेसलाई नै कोल्याट्रलको रूपमा लिन्छ. यदि हजुरले पे ब्याक गर्न सक्नुभयो भने गभर्मेन्टले हजुरको बिजनेस अक्वायर गर्छ. त्यसको मतलब अब बिजनेस नै डुबिसकेको छ भने आइम नट स्योर अब त्यसले कसरी काम गर्नेवाला हुन्छ, कसरी गभर्मेन्टले सोचिरहेको छ. तर हजुरको बिजनेस आफै हजुरको कोल्याट्रल हो यो लोनको लागि चाहिँ है. सो लोन लिमिट इज 20 lakhs, maximum is, minimum is 5 lakhs and there is no collateral, external collateral. हजुरको कोल्याट्रल भनेको हजुरको बिजनेस हो. सो हजुरले आफ्नै बिजनेसलाई कोल्याट्रलको रूपमा प्लेस गर्न सक्नुहुन्छ. ठिक छ. सो सर यो हजुरलाई कसरी थाहा भयो? यो कर्जा प्रवाहको सीमा र धितो. कर्जा प्रवाह न्यूनतम 5 लाख र अधिकतम 20 लाख अनि परियोजना नै धितोको रूपमा रहनेछ. ठिक छ. नाउ नेक्स्ट स्लाइड इज, द नेक्स्ट वान इज, अब सर प्रपोजल बुझाउनु पर्यो. ठिक छ. सो कसरी बुझाउने सर? के कुरा चाहिँ पाइन्छ, के कुरा पाइँदैन? सो यसमा 4वटा स्टेप दिएको छ. बेसिकली हजुर इलिजिबल हुनु पर्यो. सो अहिलेको जुन सेक्सन थियो, सेक्सन नम्बर 4, त्यो अनुसार हजुर इलिजिबल हुनुहुन्छ कि हुनुहुन्न, द्याट्स द फर्स्ट क्राइटेरिया. यदि फर्स्ट क्राइटेरिया ठिक छ भने हजुरले आफ्नो सेड्युल 3 अनुसारको फर्मेट बनाउनु पर्यो. सो फर्मेटमा हामी एकैछिनमा जाँदैछौँ. या म कसरी जाने भन्नेमा चाहिँ देखाइहाल्छु. जस्ट अ सेकेन्ड. सो यो जुन डाउनलोड्स भन्ने मैले हजुरहरूलाई देखाएको थिएँ, यसमा स्टार्टअप उद्यम कर्जा कार्यक्रम 2082 का लागि उद्यमीले पेश गर्ने परियोजना प्रस्ताव वर्ड फाइल. सो हजुरहरूले पीडीएफ डाउनलोड गरेर पनि हेर्न सक्नुहुन्छ, तर लेख्ने चाहिँ वर्डमा हो है. सो 3 नम्बरको जुन डाउनलोड छ यसलाई डाउनलोड गर्नु होला. सो यस्तो खालको चाहिँ परियोजना प्रस्ताव, प्रपोजल कसरी बुझाउने यहाँनिर राखिएको छ है. सर यो कहाँबाट आयो? हामीले अहिले हेरेको जुन डाउनलोडको सेक्सन थियो 3 नम्बर, यहाँबाट आयो. औद्योगिक व्यवसाय विकास प्रतिष्ठान त्रिपुरेश्वर काठमाडौँ स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि 2082 को अनुसार अनुसूचित 4, अहिलेदेखि हामी अनुसूचित 4 भनेको छ. अनुसूचित 4 अनुसार उद्यमीले पेश गर्ने परियोजना प्रस्ताव. ठिक छ. भनेको प्रोजेक्ट प्रपोजल. सो यसमा कम्पनीको नाम विवरण, उद्योगको विवरण हैन,
फर्म कम्पनी उद्योगको नाम के हो, सुरु दर्ता भएको निकाय हजुर घरेलुमा गर्नुभएको छ, लोकलमा गर्नुभएको छ, कम्पनी रजिस्टर कार्यालयमा गर्नुभएको छ, त्यो लेख्नु पर्यो। दर्ता मिति, दर्ता नम्बर, ठिक छ। उद्यम सम्वर्धन केन्द्रमा आबद्ध रहेको नरहेको, अब यो उद्यम सम्वर्धन केन्द्रमा अब कोही हुनुहुन्छ भने रहेको भन्ने, होइन भने नरहेको। स्थायी लेखा नम्बर, प्यान नम्बर लेख्नु पर्यो। कारोबार सुरु गर्न इजाजत आवश्यक पर्ने फर्म कम्पनीमा उद्योगको हकमा इजाजत जारी गर्ने निकाय, अब यदि कन्स्ट्रक्सन कम्पनी हो भने कन्स्ट्रक्सन लाइसेन्स चाहियो होइन। यदि टुरिज्म हो भने टुरिज्मको लाइसेन्स चाहियो, टुरिज्म एजेन्सी, यो ट्रेकिङ एजेन्सीवाला लाइसेन्स होइन, ट्रेकिङवाला हो भने। एजुकेसन कन्सल्टेन्सी हो भने कन्सल्टेन्सीवाला लाइसेन्स चाहियो। सो कुनै इजाजत आवश्यक पर्छ, कुनै चाहिँ जस्तो ई वालेट हो, डिजिटल वालेट हो भने नेपाल राष्ट्र ब्याङ्कबाट चाहियो। सो यदि त्यस्तो कुनै इजाजत पत्र आवश्यक पर्छ भने त्यस्तो इजाजत पनि चाहियो, कुन निकायले जारी गरेको त्यसको डिटेल चाहियो। देन इजाजत प्राप्त मिति, त्यसको लागि कहिले इजाजत पाइयो, इजाजत बहाल रहने अवधि कति वर्षको लागि इजाजत हो, जस्तो एजुकेसनल उहरू 2 वर्षको लागि हुन्छ होइन, कतिपय 5 वर्षको लागि हुन्छ, जहाँसम्म लाग्छ ट्राभल एन्ड टुरिज्मको 5 वर्षको लागि हुन्छ होइन। सो द्याट इज इट। मुख्य कारोबार स्थल, अब यसमा आफ्नो ठेगाना, वेबसाइटदेखि सबै कुरा लेख्नु पर्यो। वेबसाइट लेख्न छुटाउनु भएन, यदि हजुरको वेबसाइट नै छैन भने टेक्नोलोजीमा हजुर कसरी जानु भएको छ त भन्ने कुरा कन्फ्युज हुन्छ होइन। टेक्नोलोजी छ भन्नुभएको छ, आफ्नो एउटा वेबसाइट पनि बनाउनु भएको छैन। सो वेबसाइट, अरू सबै क्राइटेरिया पुग्छ, वेबसाइट छैन भने पनि वेबसाइट बनाइहाल्नु होला। त्यस्तै प्रस्तावक अधिकारी प्रतिनिधिको नाम, थर भनेको कसले अप्लाई गर्दैछौँ। देन उद्यमीहरूको विवरण, सो अब त्यो बिजनेसमा कतिजना उद्यमीहरू हुनुहुन्छ, नाम, सबैजनाको नाम चाहियो, नागरिकता नम्बर, सबै कुरा चाहियो होइन। उद्यमीको शैक्षिक योग्यता, तालिम, अनुभव, सबै कुरा, मोबाइल नम्बरदेखि एभ्रिथिङ। सर यो 5 सम्म मात्र छ, वर्ड फाइलमा एडिट गर्ने, यसमा बढाउँदै बढाउँदै लाने यदि 10 जना 12 जना 15 जना सेयर होल्डर्स हुनुहुन्छ भने। त्यस्तै उत्पादन हुने वस्तु र यसको उपयोगको विवरण, सो हजुरले कस्तो चिज बनाउँदै हुनुहुन्छ, वस्तु वा सेवाको नाम, ठिक छ, के बनाउँदै हुनुहुन्छ, कस्तो नेचरको चिजहरू बनाउँदै हुनुहुन्छ होइन, त्यसको अब सेल्फ लाइफहरूका कुरा होला। अब यसमा हजुरसँग फ्रिडम छ। सो नाम के कुरा बनाउँदै हुनुहुन्छ, अनि त्यसको प्रकृति के हो, छिटो जस्तो हुन्छ नि, लाइक कुनै सेल्फ लाइफ एकदम कम भएको खाने खाद्य पदार्थ होइन, त्यसको आयु कम भएको खाद्य पदार्थलाई प्रकृति भन्नु पर्यो, ठिक छ। हार्डवेयर भन्यो भने धेरै समय, कति समयसम्म चाहिँ राख्न मिल्ने खालका होला, पेन्ट होला, अनेक होला। अब यसको प्रकृति त हरेक बिजनेस, हरेक सर्भिसमा फरक फरक छ। लक्षित ग्राहक तथा बजार, अब यसलाई अलि डिटेलमा लेख्नु पर्यो होइन। हुम आर वी टार्गेटिङ, ठिक छ। यदि हजुरको लाइक कुनै एउटा बिजनेस, सपोज मानौँ न ट्राभल एन्ड ट्रेकिङ हो भने हाम्रो वैदेशिक लाइक भ्रमणमा आएका या भनौँ न ट्रेकिङहरू गर्न आएका पर्यटकहरू होलान् होइन, आन्तरिक पर्यटकहरू होलान्, हाम्रो बजार के हो, कहाँ हामी गर्न खोज्दैछौँ। सो सकेसम्म यसलाई डिटेलमा लेख्नुपर्छ है। सकेसम्म एन्टरप्रेनरले आफ्नो बिजनेसलाई त हुबहु बुझेको हुन्छ नि होइन, सो आफ्नो बिजनेसलाई बुझेको देखाउनु पर्यो कि प्रपोजलमा, ठिक छ। अब त्यसका क्राइटेरिया, त्यसका अरू अरू आस्पेक्ट नि होलान् पक्कै पनि होइन, हाउ गभर्मेन्ट इज लुकिङ इन्टु दिस म्याटर होइन, सबै कुरा। तर हजुरले आफ्नो बिजनेसलाई जति अरू कसैले बुझेको हुँदैन। सो यु हेभ टु राइट योर पोइन्ट्स होइन, त्यो रोडिजहरूमा पहिला भन्थ्यो नि, बी योर सेल्फ। सो यसमा बी योर सेल्फ है। वस्तु वा सेवाको कुनै ट्रेडमार्क, प्याटेन्ट, डिजाइन वा भौगोलिक सङ्केत भएको या नभएको कुनै ट्रेडमार्क या प्याटेन्ट त नेपालमा अब खासै छैन, ट्रेडमार्क दर्ता भएको छ भने त्यसलाई लेख्न पर्यो। वस्तु वा सेवाको मुख्य विशेषता, सो के गर्छ त्यसले, कसलाई हेल्प गर्छ, सो विशेषता भनेको क्यारेक्टरिस्टिक्स। वस्तु वा सेवाको विशेष उपयोगिता, कसले त्यो युज गरेर कसलाई बेनिफिट हुन्छ, सो उपयोगिता। विशेषता भनेको त्यसको फिचर्स, उपयोगिता भनेको कसले त्यसलाई युटिलाइज गर्ने होइन। वस्तु वा सेवाको गुणस्तर प्रमाणीकरण गरेको वा नगरेको भनेको अब खाद्यहरूमा, सपोज हजुर चाउचाउ प्रडक्सन गरिरहनु भएको छ, हजुर दही प्रडक्सन गरिरहनु भएको छ, हजुर केही अरू खाद्य पदार्थ, चक्लेट होइन, मेबी यो गुदपाक सुदपाक या त एनिथिङ एट होइन। सो त्यसको गुणस्तर प्रमाणीकरण भनेको नेपाल गुणस्तर प्रमाणीकरण भएको छ कि छैन। त्यस्तै उत्पादन अवलम्बन भएको वा हुने प्रविधि, सो कुन प्रविधि, यदि उत्पादन गर्छौँ हामी भने कुन प्रविधि युज गरेर हामी उत्पादन गर्छौँ, र यो उत्पादनमा चाहिँ फिजिकल प्रडक्ट मात्र हुनुपर्छ भन्ने छैन है। यदि हजुरसँग डिजिटल प्रडक्ट छ भने त्यो पनि हजुरहरूले लेख्न सक्नुहुन्छ, लाइक डिजाइनर हायर गरेर यसो गरेर यो गरेर हामी डिजिटल प्रडक्ट बनाउँदैछौँ होइन, कोडिङ गर्ने टिम छ हामीसँग, आइटी टिम छ, आइटी सेल छ, वाट एभर, ठिक छ। अवलम्बन भएको या हुने प्रविधि आफै उत्पादन गरेको या नगरेको, सो जुन प्रविधि छ त्यो आफै गरेको या नगरेको। अब यो केसमा धेरैको आफ्नै प्रविधि नहोला, तर प्रविधि भन्दै गर्दा मसिनलाई मात्र प्रविधि भनिँदैन, त्यसको सिस्टम यताउता अरूबाट चाहिँ कपी पेस्ट या अरू कसैले पनि गरेको छ कि कम्प्लिटली हजुरको आफ्नो प्रविधि हो, त्यो हजुरले लेख्नु पर्यो। पूर्ण अवलम्बन, कारोबारको लेखाजोखा राख्न उत्पादनको प्रक्रियामा प्रविधि अवलम्बन
ठिक छ। कच्चा पदार्थको स्रोत, र मेटेरियलको चाहिँ सोर्स के हो, पूर्ण अवलम्बन कहिलेदेखि गरियो त्यो पनि लेख्नु पर्यो। कच्चा पदार्थ र मेटेरियल्सको सोर्स के हो हजुरको, सो र मेटेरियलको कम्प्लिट सोर्स विदेश हो भने त्यसमा अलिकति हामी विक हुन्छौँ होला। नेपालमै हजुरको र मेटेरियलको सोर्स छ भने मेबी हामी त्यो पोइन्टमा अलि बढी स्ट्रङ हुन्छौँ होला है। त्यस्तै प्रस्तावित परियोजना सम्बन्धी विवरण 200 शब्दमा नबढ्ने गरेर हजुरले परियोजनाको परिचय लेख्नु पर्यो। सो हजुरले किन त्यो सुरु गर्नुभयो, त्यसले कसलाई हेल्प गर्छ, त्यसको जुन भनिएको छ नि एकदम हाई ग्रोथ पोटेन्सियल, त्यो कुराले नि यसमा मिसाउनु पर्यो। सो किन हाई ग्रोथ पोटेन्सियल छ होइन, या एकदम सठिकमा यु हेभ टु राइट योर इन्ट्रोडक्सन टु यर प्रपोजल भनौँ न, प्रोजेक्ट। सो हजुरको प्रोजेक्टलाई मिठो देखाउनु पर्यो, हाई ग्रोथ पोटेन्सियल, टेक्नोलोजी युज भएको देखिनु पर्यो, सबै कुरा यो 200 शब्दमा हजुरसँग अप्सन छ है। नेक्स्ट, परियोजनाको उद्देश्य 50 शब्दमा नबढ्ने गरेर उद्देश्य लेख्नु पर्यो। के गर्न चाहन्छ हजुरको बिजनेसले, कहाँ पुग्न चाहन्छ, या कसलाई हेल्प गर्न चाहन्छ। सो यो बेसिकली हामीले उही स्टार्टअप स्कुलको चाहिँ प्लानिङ स्टेजमा पढाएको थियो नि, भिजन मिसन एन्ड गोल भने जस्तै यो उद्देश्य भनेको गोल भयो है। त्यस्तै उद्यमको क्षेत्र, कुन क्षेत्र, कुन इन्डस्ट्री हो, कन्स्ट्रक्सन इन्डस्ट्री हो, टुरिज्म हो, पर्यटक सम्बन्धी पर्यटन उद्योग हो, के उद्योग हो होइन, उत्पादन हो होइन, यो कृषिजन्य हो या सिमेन्ट हो या के हो होइन, त्यसको बारेमा लेख्नु पर्यो। परियोजना सरकारको प्राथमिकता क्षेत्रसँग सम्बन्धित रहेको नरहेको, अब कृषि प्राथमिकतामा पर्यो होइन, मिनरल्सहरू प्राथमिकतामा रह्यो, त्यो बाहेक अरू नरहेको अब कुन कुन छ त्यसलाई हेर्नु पर्यो। परियोजना विश्लेषण, स्टार्टअप उद्यमको रूपमा रहने आधार, उद्योग दर्ता गर्ने निकायमा स्टार्टअपको रूपमा दर्ता भएको नभएको। अब स्टार्टअपको रूपमा दर्ता गर्ने भने छुट्टै केही छ जस्तो मलाई लाग्दैन, अघिल्लो वर्ष कार्यविधिहरू आएको थियो। सो उद्योग दर्ता गर्ने बेलामा त्यहाँ स्टार्टअपले जसरी दर्ता गरेको छ, स्टार्टअप भनेर चाहिँ आफ्नो डिफिनेसन दिएको छ भने यस गर्ने, होइन नो गरे भयो। प्रविधिको प्रयोग, टेक इनेबल्ड भएको नभएको, अब यसमा हजुरले कुनै प्रविधि प्रयोग गर्नुभएको छ कि छैन, छ भने यस, छैन भने नो। उद्यम स्थापना भएको 10 वर्ष नआएको ननागेको, अब यसमा नआएकोले त पाउँदै पाएन। उद्यमको वार्षिक कारोबार 15 करोडभन्दा बढी भएको नभएको हुनु पर्यो, भएकोले पाउँदैन। कुनै वस्तु वा सेवाको उत्पादन वा बिक्री वितरण प्रक्रियामा उपभोक्ताले भोग्दै आएको समस्यालाई समाधान गर्न नयाँ प्रविधिको उपयोग एवं सृजनात्मक प्रयोग भएको नभएको, अब यसमा भएको भनेर लेख्न पर्यो, भए छैन भने पाइएन होइन। कुनै पनि कस्टमर बेसले चाहिँ भोग्दै आएको समस्यालाई समाधान भन्ने बित्तिकै यसको स्कोप धेरै ठुलो छ है, हजुरहरूले याद गरिरहनु भएको छ होला। उपभोक्ताले भोग्दै आएको समस्यालाई समाधान गर्न नयाँ प्रविधिको उपयोग एवं सृजनशील सोचको प्रयोग भएको नभएको। सो हामीले त्यसमा चाहिँ प्रब्लम, कसैको केही प्रब्लमलाई सल्भ गरिरहेछौँ कि छैनौँ भन्ने कुरा हो। उद्यमीले हालसम्म गरेको सो लगानी, कतिको लगानी भएको छ, उद्यमीको आफ्नै लगानी कतिको भएको छ होइन, हजुरले अहिलेसम्म आफ्नो बिजनेसमा कति लगानी गर्नु भएको छ। स्टार्टअप उद्यम कर्जाको लागि माग गरिएको रकम, कति रकम माग गरिएको, 20 लाखै माग गर्नुभएको कि 10 लाख हो कि मिनिमम 5 भयो है। गत वर्ष आर्थिक वर्षको बिक्री कति, अघिल्लो वर्ष कतिको सेल्स गर्नुभएको छ। कर्जा सूचना केन्द्रको कालो सूचीमा हुनुहुन्छ हुनुहुन्न होइन। प्रस्तावित परियोजनाको लागि नेपाल सरकार, प्रदेश सरकार, स्थानीय कुनै अनुदान वा सहुलियत लिनुभएको छ कि छैन। अघिल्लो वर्षको जुन स्टार्टअप कर्जावाला थियो त्यसमा पनि कतिजनाले पाउनुभयो होइन। सो त्यो लिएको भए यसमा अप्लाई गर्न पाइएन है। परियोजना सञ्चालनबाट हुने नवप्रवर्तनीय कार्य भनेको कुनै नयाँ कार्य मिल्ने कुनै एउटामा। सो विद्यमान वस्तु उत्पादन सेवा प्रवाहको समग्र प्रणालीमा नवीन पद्धतिको विकास भनेको अहिले त्यो मार्केट छ, त्यस्तै खालको चिज छ, तर हामीले नयाँ टेक्नोलोजी युज गरिरहेका छौँ, त्यसमा नयाँ खालको चाहिँ सिस्टम डेभलप गरिरहेका छौँ। सो भयो। विद्यमान वस्तु उत्पादन वा सेवा प्रवाहको खास क्षेत्रमा नवीन पद्धतिको विकास भनेको अरूले खासै नगर्नु भएको कुनै स्पेसियलाइज सेक्टरमा हामीले काम गरिरहेछौँ, या विद्यमान वस्तु उत्पादन वा सेवा प्रवाहको कुनै प्रक्रियामा कुनै पार्टिकुलर भन्दा नि ओभरअल जेनरलाइज हामीले केही अपडेट गरेका छौँ भने त्यो टिक लाउनु पर्यो है। सो हामी यो 3टा मध्ये कुनमा पर्छौँ, ओभरअल सिस्टममा पर्छौँ कि कुनै एउटा सेक्टरमा हामी नयाँपन ल्याइरहेछौँ कि ओभरअल जेनेरिक डेभलपमेन्ट गरिरहेछौँ, त्यो चाहिँ हामीले लेख्नै पर्छ, हामी टिक लाउनु पर्यो। त्यस्तो नवीन पद्धति सम्बन्धी संक्षिप्त विवरण। सो हजुरले नवीन पद्धति भनेर टिक लाउनु त पाइयो होइन, तर के हो त हजुरको नवीन पद्धति, के एक्स्ट्रा गरिरहनु भएको छ। अहिले एग्रिकल्चर फार्म भन्दै हुन्थ्यो यस होइन, त्यो अन्डाको हुन्छ नि, कुखुराले लेयर्सले अन्डा पारेपछि चाहिँ म चाइना जाँदाखेरि चाहिँ देखेको हुँदै। सो द्याट भेरी सोफिस्टिकेटेड सिस्टम होइन, कुखुराले अन्डा पार्छ नि, त्यो अन्डा आफै हजुरको चाहिँ क्रेटसम्म पुग्दो रहेछ कि, त्यो लेभलको टेक्नोलोजी छ। किनभने कुखुराले अन्डा पार्ने एउटा सर्टेन त्यहाँनिर चाहिँ ठाउँ हुँदो रहेछ, त्यहाँबाट चाहिँ त्यो बिस्तारै तल जाँदो रहेछ, अनि त्यसले यतापट्टि त्यहाँ आफै वास हुँदो रहेछ त्यो अन्डा, त्यो आफै लिकमा भिने जस्तो गरेर
एकदम। सो मैले भन्नु खोजेको के हो भने एग्रिकल्चरमा पनि छ होइन नवीनतम पद्धति, केही न केही एक्स्ट्रा पद्धति छ होइन, गाई दुहुनेदेखि लिएर एभ्रिथिङ होइन, फार्मिङ गर्नेदेखि लिएर होइन। अझै बिचमा त अहिले बरु खासै सुनिँदैन, हाइड्रोपोनिक्स एक्वापोनिक्सहरूको सिस्टम थियो होइन, सानो एरियामा एकदम रुरल एरियामा पनि गर्ने भन्ने, सरी अर्बन एरियामा पनि गर्ने भन्ने। सो 50 शब्दमा नबढ्ने गरेर हजुरले के चाहिँ नवीनतम पद्धति ल्याउन खोजिरहनु भएको छ, के चाहिँ छ हजुरको, त्यो लेख्नु पर्यो। आगामी 1 वर्षको अवधिमा थप रोजगारी सिर्जना, आगामी 1 वर्षको अवधिमा थप रोजगारी सिर्जनाको सम्भाव्य सङ्ख्या कतिजनालाई चाहिँ हजुरले जबमा राख्दै हुनुहुन्छ या कतिजनालाई जबमा राख्ने हजुरको प्लान छ। सो यसमा जति धेरै भयो त्यो राम्रो होला, तर अब हुने लेख्नु पर्यो जथाभावी। आई मिन 15-20 त्यसै भनेर भएन होइन, इफ यु आर स्योर अबाउट इट। परियोजनाबाट उत्पादित वस्तु वा सेवाको बिक्री बजार कुनै एकमा, स्वदेशी बजार, अन्तर्राष्ट्रिय बजार, स्वदेशी र अन्तर्राष्ट्रिय दुवै बजार। सो अन्तर्राष्ट्रिय मात्र हो भने पनि अब त्यो अभियसली प्रायोरिटीमा पर्छ होला, अब के छ उहाँहरूको ऱ्याङ्किङ स्ट्रक्चर होइन। स्वदेशी बजार मात्र हो भने अलिकति होला, अब त्यो नि स्वदेशी बजार मात्र भए पनि पाइएला, त्यसमा केही उ छैन। स्वदेशी र दुवै भयो भने नि राम्रै होला है। परियोजनामा प्रयोग हुने प्रत्यक्ष कच्चा पदार्थको स्रोत, सो कहाँबाट ल्याउँदै हुन्छ हजुर र मेटेरियल्स, यदि प्रोडक्सन गरिरहनु भएको छ या सर्भिस नै भइरहेछ भने कहाँबाट लिएर आइरहनु भएको छ। सर सर्भिस सेक्टरमा के र मेटेरियल्स हुन्छ, लेबर भनेकै सर्भिस सेक्टरको र मेटेरियल्स त हो। सो पूर्ण रूपमा स्वदेशी, पूर्ण रूपमा वैदेशिक, अधिकतम स्वदेशी, अधिकतम वैदेशिक, परम्परागत तथा स्थानीय कच्चा पदार्थको प्रयोग भएको। त्यो 5वटा मध्ये एउटा अप्सन हजुरले लाउनु पर्यो। प्रस्तावित परियोजनाको विशेष क्षेत्रमा मुख्य उद्यमीको अनुभव, सो मेन त्यहाँको चाहिँ म्यानेजिङ डिरेक्टर या जो हुनुहुन्छ त्यहाँको मेन उद्यमी, सो उहाँको के छ, कति छ अनुभव, 2 वर्षभन्दा कम बढी या अनुभव छैन। जोखिमको पहिचान तथा व्यवस्थापन होइन, सो रिस्क असेसमेन्ट भएको छ कि छैन, सो छ भने छ, धेरैको यसमा छैनै हुन्छ होला, नेपालमा रिस्क असेसमेन्टको त्यस्तो धेरै कन्सेप्ट छैन। गरिएको छ भने जोखिमको पहिचान, अब त्यसलाई हजुरहरूले आफैले मिलाएर लेखे नै हुन्छ, हामीले आफै गरेका छौँ भने एउटा डकुमेन्ट बनाएर सिग्नेचर छाप हान्यो भने त्यो रिस्क असेसमेन्ट भइहाल्यो। र त्यसलाई यहाँ 50 शब्दमा लेखिदिनु पर्यो, के चाहिँ रिस्क छ, कुन कुरा एक्सटर्नल फ्याक्टर हो कि इन्टरनल रिस्क हो होइन। सो एक्सटर्नल हो भने गभर्मेन्ट पोलिसिजमा हुन सक्ने चेन्जेसहरू या भनौँ इन्टरनेसनल ट्रेडमा, इन्टरनेसनल जियो पोलिटिक्समा के छ त्यसको जोखिम होइन, हजुरको र मेटेरियल्सको सप्लाई चेन म्यानेजमेन्टमा हो कि। सो के छ जोखिम, यदि छ भने यसलाई लेख्दा बेस्ट है, छैन भने टिक लाएर बस्नुभन्दा। जोखिम सबको बिजनेसमा हुन्छ, हाम्रो बिजनेसमा नि हुन्छ, हजुरकोमा नि हुन्छ, अर्कोकोमा नि हुन्छ। सो के हो त हजुरको एक्ज्याक्ट जोखिम, त्यो लेख्नु पर्यो। जोखिम न्यूनीकरण तथा व्यवस्थापनको योजना, सो 100 शब्दमा नबढ्ने गरी। अब त्यो जोखिम छ हजुरलाई थाहा छ होइन, इन्टरनेसनल सप्लाई चेनले हजुरको बिजनेस बिगार्न सक्छ होइन, नेसनल लाइक इभन कसैको केसमा एग्रिकल्चरल स्पेसल्ली जाम फ्याक्ट्रीहरू होइन, या भनौँ न एग्रिकल्चरल प्रड्युस या त्योबाट चाहिँ प्रोसेस्ड फुड्सहरूमा त के हुनसक्छ, देशमा खडेरी लायो भने पनि एउटा त्यो जोखिम हुनसक्छ होइन, देशभित्र चाहिने जति प्रोडक्सन भएन भने पनि हुनसक्छ होइन। सो कसैले चाहिँ मार्फामा गएर चाहिँ टक्क लिक्विड बनाउने सोचिरहनु भएको छ, अब मुस्ताङमा चाहिँ 1 वर्ष खडेरी लायो, मुस्ताङमा हाबुरी लायो, स्याउ प्रोडक्सन भयो भने त्यो पनि त जोखिम हो नि त होइन। हजुर काठमाडौँबाट स्याउ लैले त्यहाँ वाइन बनाउन सकिँदैन होला। सो जोखिम त हरेक बिजनेसमा हुन्छ, जोखिम नहुने अभियसली कुनै पनि बिजनेस छैन जस्तो लाग्छ मलाई संसारमा। सो यसलाई चाहिँ राम्रोसँग लेखियो भने मेबी देयर इज बेटर चान्स। प्रस्तावित परियोजना कार्यान्वयनबाट वस्तु वा सेवा प्रभावमा हुने सुधार, सो हजुरले यदि यो जोखिम न्यूनीकरण गर्नुभयो भने के चाहिँ हुनसक्छ त बेटर, या जोखिम भन्दा पनि यसले जोखिमसँग जोडिएको छैन होला सायद। प्रस्तावित परियोजनाको कार्यान्वयन भनेको हजुरको जुन प्रोजेक्ट छ त्यो प्रोजेक्टबाट चाहिँ कुनै एकमा चाहिँ नभने जोखिमसँगै लिङ्क गरेर आयो जस्तो लाग्छ मलाई है। विद्यमान वस्तु उत्पादन वा सेवामा गुणस्तर वृद्धि अवृद्धि हुने, या भनौँ न हजुरले लोन लिएपछि के बेटर हुन्छ भन्न खोजेको जस्तो लाग्यो मलाई है। हजुरले लोन लिएपछि के बेटर हुन्छ, विद्यमान भनेको अहिलेको जुन हजुरको जुन प्रोडक्सन गरिरहनु भएको छ वस्तु वा सेवा या भनौँ न जे सामान छ त्यसको क्वालिटी बेटर हुन्छ हुँदैन, लागत घटाउँछ, कस्ट घटाउँछ, हजुरले चाहिँ अलिकति लोन पाउने बित्तिकै त्यसलाई चाहिँ केही इन्भेस्ट गर्नु भने त्यसले लागत घटाउँदैन, र समय घटाउँछ, इफिसियन्सी ल्याउँछ कि ल्याउँदैन। सो हजुरले फन्डिङ पाउने बित्तिकै हजुरले केमा इन्भेस्ट गर्नुहुन्छ, अनि त्यो इन्भेस्टमेन्टले चाहिँ हजुरको के बेटर बनाउँछ, चाहे त्यो क्वालिटी बेटर बनाउँछ या लागत कस्ट घटाउँछ कि समय घटाउँछ, त्यो यसमा लेख्नु पर्यो। एसडब्लुओटी एनालिसिस, अब यो एसडब्लुओटी एनालिसिस हामीले यता प्लानिङमा पनि अलिकति पढेका थियौँ होइन, हाम्रो फर्स्ट मोड्युलमा स्टार्टअप स्कुलको। सो एसडब्लुओटी हरेक बिजनेसको आफ्नो एसडब्लुओटी हुन्छ होइन। एस भनेको स्ट्रेन्थ, डब्लु भनेको विकनेस, ओ भनेको अपर्च्युनिटिज, टी भनेको थ्रेट। सो स्ट्रेन्थ, हरेक बिजनेसको आफ्नो स्ट्रेन्थ हुन्छ होइन, मेबी हाम्रो क्वालिटी अफ प्रडक्ट होला, मेबी हाम्रो सिस्टम अफ प्रोडक्सन होला
हैन स्ट्रेन्थ के हो त नि बिजनेसको मेबी हाम्रो म्यान पावर होला मेबी हाम्रो सप्लाई चेन म्यानेजमेन्ट होला सो केही न केही हरेक बिजनेसको बेटर पार्ट हुन्छ अनि केही न केही कमजोर पक्ष हुन्छ सबै कुरा सय सय शब्दमा है केही न केही कमजोर हुन्छ कमजोर भन्दै गर्दा केही न केही हाम्रो विक लिङ्क्सहरू हुन्छ जस्तो मेबी इन्टरनल स्टाफ म्यानेजमेन्ट राम्रोसँग भइरहेको छैन मेबी फाइनेन्सिङमा प्रब्लम छ होइन मेबी हाम्रो चाहिँ कस्टमर सर्भिस विक छ जे पनि हुनसक्छ होइन सो कमजोर पक्ष पनि हरेक बिजनेसको भइ नै हाल्छ मेबी हाम्रो टेक्नोलोजीमा हाम्रो कम्प्लिट कन्ट्रोल छैन कतिपय बिजनेसको हुन्छ नि कोडिङ गर्न अर्कैलाई आउटसोर्स गरिन्छ अनि टेक्नोलोजीमा कम्प्लिट कन्ट्रोल रहँदैन सो के छ कमजोर पक्ष अवसर सो अपर्च्युनिटी पनि हरेक बिजनेसमा हुन्छ अभियसली होइन के छ हजुरको बिजनेसमा अवसर सो मेबी इन्टरनेसनल मार्केटमा त्यसको प्राइस बढ्दैछ नेप्लिज मार्केटमा त्यसको यो हुँदैछ गभर्मेन्ट ट्याक्स रेगुलेसन यस्तो हुँदैछ के छ अवसर होइन या धेरैभन्दा धेरै मान्छे पर्टिकुलर त्यो सेक्टरमा जाँदैछन् या त्यो प्रडक्ट युज गर्दैछन् वाट एभर होइन र चुनौती भनेको थ्रेट्स के कुराले हजुरको बिजनेसलाई चाहिँ झार्न सक्छ गभर्मेन्ट पोलिसिजका कुरा होला अहिले हामीले कुरा गरे जस्तो होइन रिस्क असेसमेन्टमा भने जस्तो त्यही नै हो चुनौती होइन थ्रेट भनेकै रिस्क त हो सो के थ्रेट छ त हजुरको सप्लाई चेन बिग्रिने थ्रेट गभर्मेन्ट पोलिसी चेन्ज हुने थ्रेट या र मेटेरियल्स नपाइने थ्रेट के छ थ्रेट त्यो थ्रेटहरूको बारेमा हजुरले 100 शब्दमा नबढाइ लेख्नु पर्यो देन वी हेभ परियोजना वस्तु सेवा उत्पादन बिक्री आरम्भ गरेको मिति कहिलेदेखि सुरु भयो मुनाफामा जाने कुन वर्षदेखि मुनाफामा जान सक्छ गइसकेको छ भने यही आर्थिक वर्ष लेखिदिने परियोजना स्थलमा पूर्वाधारको अवस्था भनेको हजुरले जहाँ आफ्नो बिजनेस खोल्दै हुनुहुन्छ त्यहाँ के छ विद्युत छ सडक छ सञ्चार छ खानेपानी छ भवन छ सबै छ भने सबै टिक्लाउने ठिक छ भूमिको उपलब्धता कसको भूमिमा आफ्नै हो भने आफ्नैमा भाडा वा लिजमा पनि त्यो खुलाउनु पर्यो है या अरू केही छ गभर्मेन्ट प्रपर्टीमा हामी गर्दैछौँ गभर्मेन्टले चाहिँ होइन केही समय काम गर्नको लागि हामीलाई दिएको छ वाट एभर यदि त्यस्तो छ भने त्यो पनि खुलाउनु पर्यो परियोजनामा साझेदारीको विवरण यदि अहिले मैले भने गभर्मेन्टले चाहिँ हामीसँग चाहिँ प्राइभेट पब्लिक साझेदारी अनुसार चाहिँ गरिरहेको छ यताउता छ भने त्यो लेख्नु पर्यो अरू कसैसँग कुनै सेक्टरसँग हामी मिलेर गरिरहेको छौँ भने त्यो पनि लेख्नु पर्यो ठिक छ खेर जाने कच्चा पदार्थ लगायत अन्य बाई प्रडक्टको पुनः प्रयोग गरेको नगरेको अब कुनै बाई प्रडक्ट निस्किँदैन भने सक्यो नगरेको यदि निस्किन्छ भने त्यसलाई पुनः प्रयोग गरिन्छ कि के हुन्छ अब त्यो लेख्नु पर्यो ठिक छ अब वित्तीय विश्लेषण फाइनेन्सियल एनालिसिस कुल अनुमानित लागत टोटल हजुरको प्रोजेक्टको के छ कुल लागत सो 20 लाखलाई रिफरेन्स बनाइराख्नु पर्दैन हजुरलाई आफ्नो टोटल लागत कति हुन्छ जस्तो लाग्छ आफ्नो होल प्रोजेक्टको सो मेबी 5 करोड अहिलेसम्म कति खर्च भयो मेबी 30 लाख होइन सो लगानीको स्रोत अहिलेसम्म के छ सो सेयर होल्डर्सहरूकै क्यापिटल या चाहिँ होइन इन्भेस्टर्सहरूबाट लिइराखेको छ या लोन लिएको छ पर्सनल लोन लिएको छ के हो लगानीको स्रोत सञ्चालन खर्च भनेको अपरेसनल एक्सपेन्स कति हुन्छ अब हामी यो स्टार्टअप स्कुलको अकाउन्टिङतिर बढी पढ्छौँ होइन अपरेसनल एक्सपेन्स भनेको के हो फाइनेन्स एक्सपेन्स भनेको के इम्प्याक्ट पर्छ भनेर सो सञ्चालन खर्च भनेको हजुरको नर्मल्ली अफिस सञ्चालन गर्नको लागि प्रोडक्सन गर्नको लागि होइन फाइनेन्सियल होइन सेल्स एन्ड डिस्ट्रिब्युसन मार्केटिङमा होइन अफिस सञ्चालनमा कति खर्च लाग्छ आर्थिक वर्ष वार्षिक आय भनेको अघिल्लो आर्थिक वर्षको वार्षिक आय र नाफा नोक्सानको विवरण ठिक छ उद्यम तथा जनशक्तिको बिमा गरिएको छ कि छैन जोखिम न्यूनीकरणको उपाय के छ हैन यसमा उपायहरू लेख्नु पर्यो 1 2 3 4 गरेर नाफाबाट पुनः लगानी गरिएको अनुपात भनेको हजुरले त्यहाँबाट कमाइएको पैसालाई डिभिडेन्डको रूपमा बाँड्नु भएको छ कि त्यसलाई पुनः लगानी गर्नु भएको छ त्यसमै बिजनेसमै रहन दिनु भएको छ स्यालेरी लिनेलाई भन्न खोजे हैन डिभिडेन्ड लिनेलाई भन्न खोजेको ठीक छ कुल ऋण लगानीमा सो लगानीको अनुपात सो हजुरले चाहिँ सपोज 20 लाख रुपैयाँ आफ्नो पैसा हाल्नु भएको छ 30 लाख रुपैयाँ ब्याङ्कबाट लोन लिनु भएको छ भने 20:30 2:3 बाट ऋण लगानी रहेकोमा साभा र ब्याज भुक्तानी गरेको विवरण यदि लिएको छ भने त्यसको विवरण कति साभा लिइयो कति ब्याज तिरियो भनेर ठीक छ सो कार्यान्वयन कार्ययोजना वर्क प्रोजेक्ट ठीक छ सो के काम हुन्छ नि मसिन किन्छौँ बिल्डिङ बनाउँछौँ या इन्स्टल गर्छौँ कति समय छ त्यसको लागि कति बजेट अनि अपेक्षित उपलब्धि हैन सो कति पर्सेन्ट त्यसमा काम भइसक्यो जोखिम कतिको छ नहुने सो यो कुराहरूलाई मजाले लेख्नु पर्यो यसलाई चाहिँ यो बक्समा अट्ने मात्र हैन यो बक्सलाई एक्सटेन्ड गरेर पनि लेख्नु पर्यो माथि सबै अब ठिक छन् भनेर नाम हस्ताक्षर यताउता परियोजनाको छाप अब यसमा कागजात के छ हेर्नुस् है यो कागजातहरू हुनु पर्यो उद्योग दर्ता र नवीकरण प्रमाणपत्रको प्रतिलिपि ठीक छ उद्योग दर्ता भएको अनि नवीकरण भएको प्रतिलिपि स्थायी रेखा नम्बर प्रमाणपत्रको प्रतिलिपि र अघिल्लो आर्थिक वर्षको करचुक्ता प्रमाणपत्रको प्रतिलिपि अघिल्लो वर्षको यदि अघिल्लो वर्ष दर्ता भएको छ भने यही आर्थिक वर्षको सुरुमा दर्ता भएको छ भने परेन अघिल्लो आर्थिक वर्षको लेखा परीक्षण प्रतिवेदन अडिट रिपोर्ट फर्म कम्पनी वा उद्योगको आधिकारिक प्रतिनिधिहरूको नागरिकता प्रमाणपत्रको प्रतिलिपि सो को हुनुहुन्छ त्यसको अथराइज पर्सन उहाँहरूको नागरिकताको प्रमाणपत्र नवप्रवर्तन र प्रविधिको प्रयोग भएको पुष्टाइ वा सो घोषणा सो आफैले अब पुष्टाइ त अब नेपालमा धेरै हुँदैन होला सो घोषणा गरिदिने हैन यो छ भनेर एउटा लेटर बनाउनु पर्यो
कर्मचारी कामदारको अघिल्लो आर्थिक वर्षको वार्षिक तलबी विवरण। अब कसलाई हामीले चाहिँ स्यालेरी दिएको छौँ, एकजना दुईजना तीनजना जतिजना छौँ उहाँहरूलाई स्यालेरी दिएको डिटेल्स, अनि त्यसमा अब स्यालेरी ट्याक्स काटिएको पनि डिटेल्स। सो दिज आर द डकुमेन्ट्स यु विल बी निडिङ है। ठिक छ। सो इलिजिबिलिटी करेक्ट फर्मेटको है हामीले फर्मेट हेरिहाल्यौँ, डकुमेन्ट्सहरू हामीले हेरिहाल्यौँ होइन। सो एन्ड फलो द डेडलाइन जुन अब 10-11 दिन कति बाँकी छ। You cannot submit the proposal if a single entrepreneur or member of same family submits more than one proposal. So हजुरको बिजनेस अब जस्तो हाम्रो खाता एकाडेमी पनि छ, खाता प्रेनियर पनि छ। सो हामीले खाता प्रेनियरबाट पनि अप्लाई गरिरहेको छौँ, खाता एकाडेमीबाट पनि गरिरहेको छौँ भने द्याट इज नट अलाउड एट अल। या इभन मेम्बर अफ द सेम फ्यामिली पनि भन्ने छ, हाम्रो फ्यामिली मेम्बरको अरू कोही, अब त्यसलाई हेर्ने कसरी गभर्मेन्टले मोनिटर गर्छ द्याट्स अ सेपरेट स्टोरी, तर त्यो पाइँदैन भनेर भनिएको छ फर्स्ट थिङ। सेकेन्ड थिङ, द एप्लिकेन्ट हेज अलरेडी टेकन एनी कन्सेसनल लोन अर स्टार्टअप इन्टरप्राइज लोन फ्रम एनी अदर इन्स्टिट्युसन। सो अलरेडी पहिला अघिल्लो वर्ष पनि स्टार्टअप लोनका कर्जा लिने सर्टेन बिजनेसहरू थिए। सो त्यस्ता बिजनेसहरू यसको लागि इलिजिबल भएनन्। ठिक छ। डकुमेन्ट्सको कुरा है भर्खर हामीले डकुमेन्ट्स हेरिहाल्यौँ, यसमा फेरि पनि हेरौँ। चेक इलिजिबिलिटी रजिस्ट्रेसन एन्ड लिगल स्ट्याटस होइन। सो इन्डस्ट्री रजिस्ट्रेसन सर्टिफिकेट, उद्योग दर्ता प्रमाणपत्र अनि रिन्युअल प्रमाणपत्र, त्यस्तै कम्पनीको प्यान, ट्याक्स क्लियरेन्स सर्टिफिकेट अनि अडिट रिपोर्ट अघिल्लो वर्षसम्मको। ठिक छ। त्यस्तै 81-82 को ट्याक्स क्लियरेन्स र 81-82 को अडिट पनि चाहियो। 80-81 भएछ, 80-81, 81-82 दुईटैको चाहियो। आइडेन्टिटी एन्ड अथोरिटी फर्म कम्पनी इन्डस्ट्री जसको पनि त्यसको अथोराइज रिप्रेजेन्टेटिभको सिटिजनसिप अहिले भर्खर हेरिहाल्यौँ यो। अनि आफै सो घोषणा भनेर भनिएको थियो, एभिडेन्स अर सेल्फ डिक्लेरेसन द्याट इनोभेसन एन्ड टेक्नोलोजी आर बिङ युज, अनि इम्प्लोयरलाई दिएको डिटेल्स। ठिक छ। र लोन डिक्लेरेसन भनेको हामीले अहिलेसम्म कुनै पनि किसिमका कन्सेसनल लोन, चाहे त्यो नेपाल गभर्मेन्टबाट होस्, प्रोभिन्सनल गभर्मेन्टबाट होस् या लोकल लेभलबाट होस्, लिएको छैन भनेर हामीले सो घोषणा गर्नु पर्यो, डिक्लेयर गर्नु पर्यो। ठिक छ। अब कहाँ सबमिट गर्ने र कसरी गर्ने, ठिक छ, वेन एन्ड हाउ टु सबमिट। सो दुईटा तरिका छ, एउटा अनलाइन छ एउटा अफलाइन छ। ठिक छ। एउटा अनलाइन तरिका छ, एउटा अफलाइन तरिका छ। अनलाइन तरिकामा के छ, अनलाइन तरिकामा हजुर idea.gov.np मा जानुहुन्छ, त्यो है मैले दिएको चाहिँ जुन लिङ्क छ त्यो लिङ्क युज गरेर हजुरले अप्लाई गर्न पाउनुहुन्छ हैन। एसएमएस यहाँनिर हजुरले आफ्नो लगइन गरेर, आफ्नो रजिस्टर गरेर लगइन गरेर अप्लाई गर्न पाउनुहुन्छ है। त्यस्तै डाउनलोड द प्रोजेक्ट प्रपोजल फर्मेट फ्रम द वेबसाइट, अहिले भर्खर हामीले डाउनलोड गरेको वर्डमा डाउनलोड गर्नु होला है, पिडिएफमा एडिट गर्न मिल्दैन। अब हजुरसँग कि त एडोबीको चाहिँ अफिसियल भर्सन हुनु पर्यो, आई मिन पेड भर्सन। फिल द सब्लिकेसन फर्म इलेक्ट्रोनिकली इन द प्रेस्क्राइब फर्मेट। सो हजुरहरूले चाहिँ यसमा यो वर्ड फाइल डाउनलोड गर्नु होला। वर्ड फाइल डाउनलोड गरेपछि त्यसलाई एक्सटेन्ड गर्न मिल्छ, बढाउँदै बढाउँदै काम गर्न मिल्छ। एन्ड प्रपोजल फर्मेट भइहाल्यो होइन। सबमिसन लास्ट डेको 5 बजीभित्रमा सबमिट गरिएकोलाई मात्र वैध मानिन्छ भनेर भनेको छ होइन। र प्रपोजल अनलाइन अर अफलाइन मस्ट बी सबमिटेड विदिन अफिस आवर्स, र आफ्टर डेडलाइनकोलाई कुनै पनि हिसाबमा अप्रुभ गरिँदैन। सो 5 बजे लास्ट डेको 5 PM सम्म भइसक्नु पर्यो। सर कहाँ गएर गर्ने हो, यहाँनिर बुद्धिवित्तीय माध्यम, भौतिक माध्यम। यदि भौतिक रूपमा गर्ने हो भने चाहिँ प्रतिष्ठानको कार्यालय त्रिपुरेश्वर आइडिआईको चाहिँ कार्यालयमा जानु पर्यो र हार्ड कपी बुझाउनु पर्यो। सबै कुरा चाहिँ भरेर हार्ड कपी नै बुझाउनु पर्यो है। अनलाइन भयो भने चाहिँ अनलाइन बुझाउनु पाइहाल्यो। ठिक छ। थप जानकारीको लागि यहाँ जानुहोस्, यो गर्नुहोस् भन्ने कुराहरू आएको छ। ठिक छ। सो दिस इज इट, एडिसनल इन्फर्मेसन। सो अब यसमा चाहिँ सर्ट लिस्टिङ हुन्छ अभियसली। अब यो धेरै नै अस्तिसम्म कति लगभग हजुरको 600 कतिवटा 400वटाको लागि भनेको 600 कतिवटा पर्यो भने त मैले अस्ति फ्राइडेको दिनमा थाहा पाएको थिएँ भने चाहिँ अभियसली बढिसकेको छ होला। सो अप्लाई गर्ने, यसमा किन पछाडि पर्नु छ र होइन। सर्ट लिस्टेड इन द, अनि कतिजनाले चाहिँ 20 लाख सट्टामा 15 या 10 गरेर पनि गर्नु भएको छ भन्ने मैले सुनेको छु। प्रोफेसनली कहिले कहिले चाहिँ तलमाथि पर्यो भने त्यति भए पनि पाइन्छ भनेर। सो त्यसको लागि पनि अब त्यो अभियसली गभर्मेन्टले चाहिँ यतिलाई यति पैसा मागेकोलाई दिने, यति मागेकोलाई नदिने भनेको छैन। ठिक छ। सो अफकोर्स एकचोटि सर्ट लिस्ट भइसकेपछि यु हेभ टु गो एन्ड प्रेजेन्ट, हजुरले गएर प्रेजेन्ट गर्नुपर्छ, लाइक वाइ यु आर इलिजिबल फर द्याट होइन। यतिकै अनलाइनमा बुझाएको मात्र भर्न पाइने भन्ने छैन। सो देयर विल बी प्रेजेन्टेसन एन्ड हजुरले प्रेजेन्ट गरेपछि एन्ड इफ दे थिङ्क यु आर इलिजिबल हजुरले पाउनुहुन्छ। सो idi.gov.np मा गएर हजुरले यो सबै कुराहरू हेर्नु पर्यो, जुन मैले वेबसाइट हजुरहरूको लागि लिएको छु।
आइइडिआई इन्डस्ट्रियल इन्टरप्राइजेस डेभलपमेन्ट इन्स्टिच्युट है।